गाइस छ्यास हामी चाहिँ एबाट बागलुङ कालिका हुँदै आजको रमाइलो बाटो सोध्दै हामी पञ्चकोट 5000 कति किलोको घण्टा पनि रहेछ अनि ठ्याक्क हामी पञ्चकोट फाइनली आइपुगेका छौँ। आजको नयाँ ठाउँ भनौँ कि अब के भनौँ हैन, अब सायद म अहिलेसम्म आएको थिएन यहाँ, अहिले फर्स्टचोटि आइरहेको छु, तर रमाइलो लाग्छ। पञ्चकोट चाहिँ यो एउटा कोट, त्यो दुईटा कोट, त्यो तीनटा कोट, त्यो चारवटा कोट, माथि एउटा टुप्पो देखिएको छ, 5वटा कोट गरेर पञ्चकोट भएको रहेछ। यहाँ चाहिँ मागेको पुग्छ भन्ने कुराहरू त्यस्तै हो। के छ त अरू, कस्तो लागिरहेछ तपाईँलाई पञ्चकोट जान्न जनता जान्न चाहन्छन्, तपाईँहरूलाई कस्तो लागिरहेछ होइन भन्नुहोस् त। भोक लागे जस्तो लागिरहेको एकदम। भोक लाग्छ रमाइलो भएको छ। ल ल ल ल बाटो सोध्दै आए पनि जे होस् आइयो पुग्यो होइन। आइयो पुग्यो भनेको ल ल ल ल ल छ्यास ल भोक अब खानी हो, छ्यास खानी हो ल अब।